हेलो साथी हो नमस्कार। म काली प्रसाद चिमरिया। मैले चाहिँ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको उतार चढावलाई क्लोजली वाच गरिरहेको छु। अनि आज चाहिँ नि सोमबार अहिले बेलुकाको 7:33 गएको छ स्थानीय समयअनुसार। अनि अहिले चाहिँ सुन चाहिँ अन्तर्राष्ट्रिय बजारमा $66 प्रति अंशमा $66 बढेको छ। $66 भनेको लगभग 8-9 हजार रुपियाँ भयो। तोलामा 3,000 चान्चुन भयो भनेपछि भोलि मङ्गलबार चाहिँ तोलामा 3,000 भन्दा बढीले नै सुनको मूल्य नेपालमा पनि बढ्ने देखिएको छ, मिनिमम पनि है त साथी हो। अनि वर्तमान मन्त्रीहरूले चाहिँ सुनमा धेरै लगानी गरेको देखियो। अब सुन चाहिँ यो वर्ष धेरै 60-70% ग्रो भएको छ। एक वर्ष अगाडि 1 करोडको सुन किन्नेहरूको पोर्टफोलियो चाहिँ झन्डै 2 करोडको हुन लागिसकेको छ। त साथी हो, लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ सुन धेरै राम्रो फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो। त साथी हो, घटेको बेलामा आरामसित नडराइकन किन्नुहोस्। मैले चाहिँ 50,000 तोला हुँदा हल्का अलिअलि किनेको थिएँ, अनि अहिले 6 गुणा भइसक्यो है त साथी हो। 15 वर्षमा 6 गुणा। धन्यवाद।